कहिलेकाहीँ जति नै मेहनत गरे पनि समयले नै साथ दिइरहेको छैन जस्तो लाग्छ नि, होइन र? पक्कै पनि लाग्छ। प्राचीन वैदिक ज्योतिषले समयले साथ नदिएको यो पुरानो समस्यालाई सुल्झाउन एकदमै गजबको र व्यवस्थित दृष्टिकोण दिएको छ। आजको यस प्रस्तुतिमा स्वागत छ, जहाँ हामी वैदिक नक्षत्र विज्ञान र ब्रह्माण्डीय समयको यो उत्कृष्ट कलालाई नजिकबाट केलाउँदैछौँ। आज हामी मुख्यतया यी 5वटा कुराहरूमा केन्द्रित हुनेछौँ। ब्रह्माण्डीय समय प्रणाली, स्थिर र चल नक्षत्रहरू, उग्र र तीक्ष्ण ऊर्जाहरू, क्षिप्र, मृदु र मिश्रित ऊर्जाहरू, र अन्तमा ज्योतिषीय लयको समग्र बुझाइ। समग्रमा भन्नुपर्दा 27वटा नक्षत्रहरूलाई उनीहरूको भित्री ऊर्जाको आधारमा कसरी विभाजन गरिएको छ भन्ने कुरा हामी हेर्नेछौँ। अघि बढौँ है त। ल त अब यसमा गहिरिएर हेरौँ। सबैभन्दा पहिले त यो ब्रह्माण्डीय समयलाई वर्गीकरण गर्ने आधारभूत प्रणालीलाई नै बुझौँ। मूल संस्कृत श्लोकहरू र तिनका ठ्याक्कै नेपाली अनुवादहरू हेर्दा नै थाहा हुन्छ यो प्रणाली कति प्रमाणिक छ भनेर। यसैको आधारमा नक्षत्रहरूलाई 7वटा फरक फरक परम्परागत श्रेणीमा बाँडिएको छ। साँच्चै भन्ने हो भने यो वर्गीकरण यति सूक्ष्म छ कि यसले हामीलाई छक्कै पार्छ। खासमा यो नक्षत्र वर्गीकरण भनेको के हो त? सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो परम्परागत वैदिक प्रणाली हो जसले चन्द्रमाको वासस्थान अर्थात् नक्षत्रहरूलाई 7वटा छुट्टा छुट्टै ऊर्जा प्रकारहरूमा बाँड्छ। अनि यसको मुख्य काम भनेकै हप्ताको कुन दिन कुन काम गर्दा सबैभन्दा राम्रो नतिजा आउँछ भनेर ठ्याक्कै पत्ता लगाउनु हो, चाहे त्यो कुनै पुरानो अनुष्ठान होस् वा आजको आधुनिक काम। अब दोस्रो खण्डमा प्रवेश गरौँ, स्थिर र चल नक्षत्रहरू। यहाँ हामी एउटा गहिरो जग बसाल्ने स्थिर ऊर्जा र निरन्तर चलिरहने गतिशील ऊर्जा बीचको फरक हेर्नेछौँ। पहिलो श्रेणीमा आउँछ ध्रुव अर्थात् स्थिर नक्षत्रहरू। यो ऊर्जा विशेष गरी आइतबारसँग जोडिएको हुन्छ। यसभित्र उत्तरा फाल्गुनी, उत्तराषाढा, उत्तरा भाद्रपदा र रोहिणी जस्ता नक्षत्रहरू पर्छन्। अब विचार गरौँ, आइतबारको यो स्थिर ऊर्जा केका लागि राम्रो हुन्छ त? यो दीर्घकालीन स्थिरता सृजना गर्न एकदमै गजब मानिन्छ। जस्तै रुख वा बिउ रोप्न, घरको जग हाल्न, विश्रामस्थल बनाउन, जग्गा जमिन किन्न वा शान्ति कर्म गर्न। सुन्दा नै थाहा हुन्छ नि, यो त पुरै बलियो जग बसाल्ने कुरा भयो, होइन र? ठ्याक्कै यसको उल्टो चर अर्थात् चल नक्षत्रहरू सोमबारसँग जोडिएका हुन्छन्। यसमा स्वाति, पुनर्वसु, श्रवण, धनिष्ठा र शतभिषा नक्षत्रहरू पर्छन्। नामले नै चल भनेपछि यो कस्तो होला हामी अनुमान लगाउन सक्छौं। र यसले एकदमै राम्रोसँग के देखाउँछ भने सोमबारको यो ऊर्जा गति र परिवर्तनसँग कति गहिरोसँग जोडिएको छ। गाडी किन्नु, नयाँ यात्रा सुरु गर्नु, जागिर वा बस्ने ठाउँ नै परिवर्तन गर्नु, हात्ती घोडा चढ्नु, प्रकृतिमा हिँडुल गर्नु वा जीवनका ठूला परिवर्तनहरू सुरु गर्नु, यी सबै काम सोमबार गर्दा निकै फलदायी हुन्छन्। यो त निरन्तर अघि बढ्ने ऊर्जा पो रहेछ त। यी दुई ऊर्जाहरू बीचको तुलना साँच्चै चाखलाग्दो छ। एकातिर हेरौँ त, आइतबारको ध्रुव ऊर्जाले लामो समयसम्म टिक्ने स्थिरता र जग बसाल्ने कुरामा जोड दिन्छ। अर्कोतिर सोमबारको चर ऊर्जाले निरन्तर गति, यात्रा र परिवर्तनलाई प्रोत्साहन गर्छ। यी दुई त ठ्याक्कै विपरीत ध्रुव जस्तै भए नि। अब लागौँ तेस्रो खण्डतर्फ, उग्र र तीक्ष्ण ऊर्जाहरू। अघिका भन्दा यी ऊर्जाहरू अलि भारी र आक्रामक प्रकृतिका हुन्छन्। हेरौँ है त। यो उग्र अर्थात् क्रूर श्रेणी चाहिँ मङ्गलबारसँग जोडिएको हुन्छ। यस समूहमा पूर्व फाल्गुनी, पूर्वाषाढा, पूर्वा भाद्रपदा, भरणी र मघा जस्ता नक्षत्रहरू पर्छन्। मङ्गलबारको यो उग्र ऊर्जा कुनै पनि कुरालाई भत्काउन वा आवश्यक विनाश गर्नको लागि छुट्याइएको छ। सुन्दा अलि डरलाग्दो लाग्न सक्छ, तर कहिलेकाहीँ नयाँ सुरु गर्न पुरानो भत्काउनु पनि त पर्छ नि। जस्तै भत्काउने काम, विषसँग सम्बन्धित काम, शत्रुहरूको सामना गर्ने, हतियारको परीक्षण गर्ने, आगो लगाउने वा कुनै पनि अवस्थालाई सधैँको लागि अन्त्य गर्ने कामहरू यसमा पर्छन्। त्यसैगरी शनिबारको एकदमै भारी ऊर्जासँग जोडिएको अर्को श्रेणी छ तीक्ष्ण वा दारुण। यस अन्तर्गत मूल, ज्येष्ठा, आर्द्रा र अश्लेषा नक्षत्रहरू पर्छन्। यी नक्षत्रहरूले शनिबारको त्यो कडा ऊर्जालाई प्रतिनिधित्व गर्छन्। अब यो कुरा साँच्चै रोचक छ है। यस ऊर्जा अन्तर्गत पर्ने कामहरूको गम्भीरता हेरौँ त। एकातिर जादुटुना गर्ने, भूतप्रेत भगाउने वा जङ्गली जनावरलाई वाशमा ल्याउने जस्ता प्राचीन अभ्यासहरू छन्।
अनि अर्कोतिर सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गर्ने वा कानूनी रूपमै सम्बन्ध तोड्ने जस्ता आधुनिक प्रक्रियाहरू पनि यसै तीक्ष्ण ऊर्जाभित्र राखिएका छन्। प्राचीन र आधुनिक कुराको कस्तो अचम्मको मेल। अब चौथो खण्ड सुरु गरौँ, क्षिप्र, मृदु र मिश्रित ऊर्जाहरू। अघिका भारी ऊर्जाहरूपछि अब हामी हाम्रो दैनिक जीवन, व्यापार र सम्बन्धलाई सहज बनाउने ऊर्जाहरूको बारेमा कुरा गर्नेछौँ। बिहिबारसँग जोडिएको क्षिप्र अर्थात् लघु श्रेणीमा हस्त, अश्विनी, पुष्य र अभिजित नक्षत्रहरू पर्छन्। नाम जस्तै यो ऊर्जा छिटो छरितो कामको लागि गजब छ, जस्तै व्यापार गर्नु, फटाफट ऋण तिर्नु, छोटो यात्रा गर्नु, गहना बनाउनु वा खेलकुदमा लाग्नु। एकदमै छिटो नतिजा दिने कामहरू यसमा पर्छन्। त्यसपछि पालो आउँछ शुक्रबारको मृदु अर्थात् मैत्री श्रेणीको। यसमा मृगशिरा, रेवती, चित्रा र अनुराधा नक्षत्रहरू पर्छन्। यो कोमल ऊर्जा विवाह गर्न, साथीभाइसँग भेटघाट गर्न, गीत सङ्गीत र कलामा लाग्न, नयाँ लुगा लगाउन र नयाँ मित्रता वा सम्झौता गर्नको लागि एकदमै उत्तम छ। कस्तो रमाइलो ऊर्जा होइन त? बुधबारको मिश्र वा साधारण ऊर्जाले चाहिँ हाम्रो दैनिक व्यावहारिक कामहरू सम्हाल्छ। यसमा विशाखा र कृत्तिका नक्षत्र पर्छन्। यहाँ एउटा गजबको कुरा के छ भने यसमा अग्निहोत्र जस्ता प्राचीन शान्ति कर्मदेखि लिएर फर्निचर र इलेक्ट्रोनिक्स किन्नु जस्ता हाम्रा दैनिक आधुनिक कामहरूलाई एकै ठाउँमा मिसाइएको छ। साँच्ची नै मिश्रित। त्यसैले यहाँको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले भर्खरै हेरेका यी 7वटा फरक फरक ऊर्जाहरू मिलेर जीवन व्यवस्थापनको एउटा पूर्ण प्रणाली नै तयार गर्छन्। अब अन्तिम खण्ड, ज्योतिषीय लयको बुझाइतर्फ लागौं। समग्रमा भन्नुपर्दा यो नक्षत्र प्रणालीले हाम्रा दैनिक कामहरूलाई ब्रह्माण्डका ठूला ऊर्जाहरूसँग कसरी मिलाउने भनेर एउटा स्पष्ट बाटो देखाउँछ। चाहे त्यो आइतबार घरको जग हाल्ने काम होस् यो बिहिबार छिटो छिटो ऋण तिर्ने काम। यस प्रणालीको मुख्य फाइदा भनेकै हाम्रा दैनिक कामहरूमा आउने अडचन वा घर्षणलाई कम गर्नु हो। सजिलो भाषामा भन्दा समयको बहावसँगै बग्नु हो। अन्त्यमा एउटा गहिरो प्रश्न मनमा उब्जिन्छ, प्राचीन ब्रह्माण्डीय लयको यो ज्ञानले हाम्रो आधुनिक दैनिक योजनालाई कसरी परिवर्तन गर्न सक्छ होला? यदि हामीले आफ्ना आधुनिक कामको तालिकाहरूलाई यी परम्परागत ऊर्जाहरूसँग मिलाउन सक्यौं भने के यसले हाम्रो जीवन अझै सन्तुलित र सहज बनाउन सक्छ त? पक्कै पनि यो सोच्नै पर्ने कुरा हो। आजको यस प्रस्तुतिमा हामीसँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।